ल उठे भयो कति छिटो रेडीमा फेरि उठ्नु एकचोटि ग्यास शब्द टपकेले सिकास सब बुढा बन्न पर्छ यार मायाकसम बरु 60 वर्ष पुगेपछि एकचोटि बिहे गर्ने तर बुढो चाहिँ खतरा होस् कि यस्तो रन्डो होस् कि यस्तो रन्डो होस् कि जतिखेर चुप्पा चुप्पा गरिरहनु जता गयो चुप्पा गरोस् झ्याप पुरानी कोटु ल्याइन्छ जहिले पनि गाइस सबैजना डबल ट्याप सबै स्क्रिनमा डबल ट्याप ट्याप यो सुजन जी कसको ओइ 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 भन्दै चाहिँ नचल सुत मलाई त्यसै सुत सक्रे के भयो अरे के कुकुर टुट्टा मेरो बच्चा लडेको के म त सबै हजुरको जित्लो जे परे पनि म चाहिँ हजुरको दिदी बहिनी पर्छु ल को पहिला दिदी बहिनी त होइन एक ठ्याक लगाउँथ्यो बल्ल डाँडा अनि भन्छु पछि त्यो भने के ठ्याक किन थाहा छ के हो त्यो भने सिस्टम पनि देखाइदिउँ के हो र यस्तो भन्छ नि एक ठ्याक लाउने भन्छ नि सुन्नु त यस्तो भन्छ नि त्यो हो सुत भन्दा चाहिँ मा थाहै दिन यस्तो भन्छ नि त्यही हो सुत यार पहिलामा तिमीलाई कस्तो कट हान्ने भन बरु कस्तो कट हान्ने कस्तो खालको कट हान्न मनपर्छ तिमी त झरू मगरी त झन् चिल्लो आनन्द कस्तो सेपरेट होला एक लाउने हो भन्छ नि त्यही हो त्यस्तो पनि खानुहुन्छ ल तपाईँले म त खाँदिनँ त तिमीलाई त एक त होइन तिमीलाई सायद 5 हान्दा पनि तिमी अहिले भन्दा खालको छैन बे तिमी फुल एक्सपिरियन्स हालियो तिमी फुल एक्सपिरियन्स हालियो क्या पुरा सर्भिस फुल दिने हालियो तिमी के गर्नु झरेको अनुहार हेरेर नाटकमा हुन्छ होइन मान्छे कसरी चिन्छ र भने क्या जो केटीको मुख ठुलो हुन्छ नि त्यो केटीको त्यो पनि ठुलो हुन्छ अरे क्या अनि मेरो मुख ठुलो छ त कति ठुलो छ हेर न साइज यत्रो त छ यत्रो त छ नापा मलाई अहिले झन् रेक्सिट गरिरहेको छु सोझी मान्छेलाई जे पाए त्यही भन्दाखेरि अहिले गाडी लानु न गाडी लानु न बोल्ने यार अलिकति सोझो साझो भेट्यो भने त के बोले मा झ्याउरी के बोले सोझो मान्छेलाई कहिले यस्तो लगाउने अरे कहिले उस्तो लगाउने अरे कहिले यस्तो लगाउने कहिले यस्तो लगाउने अरे दुईटा प्लान न गाइस 5000 दुईटा प्लान गाइले चुप्पे दुईटा प्लान गाइ दुईटा प्लान दुईटा बोल ए आज जित्नु त जरुरीले नै हो के आखिरमा थ्यांक यू सो मच एउटा प्लान हो थ्यांक यू सो मच किन देखा जस्तो सेम हुन्छ एसी एमएल तर केटा प्लान न एक्चुअली गाइस प्लिज 5 खरच गरे 5 के खरच गर्दिन न मेरो ओठ चाहिँ ठुलो हो क्या ओठ होइन तलतिर ओठ पऱ्यो केटी लास्ट सेक्सी हुन्छ एक नम्बर सेक्सी म्याट होइन कसम झहरू त यति सेक्सी छ नि म्याट होइन यार किन सेक्सी भनेको राम्रो हो नि बरु केटाले झरूको यति बिहा गरिहाल्यो भने झरूले चाहिँ बरु केटालाई आफ्नो बुढालाई ठोक्सी होइन गाडी टिटीमा हान्नु पनि सबैले गर न त्यस्तो केटा कामै छैन मा कसम अन द स्पोट दिवस हान्दिन्छु यार मलाई चाहिँ यत्रो छ यत्रो छ पुग्छ ठ्याक्कै नाइट पुग्छ नाइट आउँछ होला के आउँछ के सामान
तातो तताएको टोक्ने तताइरहेको छु भने के हो के किरा बुढो जस्तो भए पनि जस्तो रन्डो भए पनि बुढो होस् केही फरक पर्दैन होइन तर माया चाहिँ धेरै गर्ने होस् कि माया केसँगलाई रन्डो जति जति हान्न सक्यो मलाई हान्न छैन रन्डो बुढो रन्डै होस् क्या फरक पर्दैन सोझो केही पनि सबै कुरामा माया गरे पनि एउटा कुरामा चाहिँ बुढीलाई कहिले पनि माया गर्न हुँदैन अरे क्या त्यो कुरामा चाहिँ कहिले पनि बिचरा गाह्रो भयो कि साह्रो भयो कि भनेर टिठाउनु चाहिँ हुँदैन अरे क्या त्यो कुरामा केही कुरामा है आई डोन्ट नो त्यही ठेगान्दा के बोल्या भनेपछि झरूले चाहिँ झरो पिला हाने चाहिँ बिचारा अहिले भन्यो होला झरोले तर मैले बिचाराले मानेन कस्तो गाह्रो छ झरलाई भने बोकै बुढा बन्न पर्छ यार माया कसम बरु 60 वर्ष पुगेपछि एकचोटि बिहे गर्ने तर बुढो चाहिँ खतरा होस् कि यस्तो रन्डो होस् कि जतिखेर चुप्पा चुप्पा गरिरहनुहोस् जता गए चुप्पा गरोस् झ्यापको अङ्गालो हालोस् हक गरोस् टाइट हक गरोस् होइन त्यो खालि यसो रातिमा मात्रै अङ्गालो मार्ने अरू बेला छुनै नखोज्ने टाढा हुने मान्छेले के भन्छन् भन्ने खालको कुरो चाहिँ चाहिएन कि मलाई जतिखेर पनि टच गरिराख्ने खालको कुरो चाहियो क्या बेला तिम्रो त्यो दुईटा भोगडे पनि किचिक पारोस् होइन जिस्काइरहोस् माया गरिरहोस् जाओस् वासरुममा गए वासरुममै जाओस् बाहिर गए बाहिरै जाओस् जहाँ गए पनि सँगै जाओस् केयरिङ गरोस् माया गरोस् र बुढीको मन बाहिर जाँदैन क्या अनि तिम्रो दुईटा भोगडे चाहिँ कचाक गर्ने कि नगर्ने के बोल्या के बहिनीसँग यार पहिले एक ठेगा हान देऊ न त्यसपछि बहिनी भन्नु अन्त फिल आउन पर्ने यस्तासँग मैले त तपाईँले दाइ भए जस्तो सम्झिन्छु यार कस्तो फिल आउँदा नाइटा पुऱ्याउँछु भने त मैले तिम्रो नाइटाको पुऱ्याउँछु कि एकचोटि उठ्नु त हेर्छु म के भयो यार ल उठे भयो guys होइन कति छिटो रेडीमा फेरि उठ्नु त एकचोटि guys सबैजना पुगेले चाहिँ guys सबैजना मिलेर guys सबैजना मिलेर guys मजा आयो यार एकचोटि उठ्नु त फेरि मजा आयो अरे फेरि मजा आयो भन्दैछ guys सबैजना मजा आयो भन्दैछ मेरो गाला तातिर ज्वरो आयो मलाई कसो ट्याप पसिलो पार्दैन नि त यार आम्मा सातो गयो मेरो बोलायो मेरो गाइस 10 रोज 10 मिनट हान गाइस 10 मिनट अब त दाइ भन्दिन कि क्या हो यार डबल खोला न म्याच एकचोटि उठ्नु न यार कस्तो राम्रो लुक्स यार म उठ्नु तिमी उठ्नु पर्यो मेरो त केही देखिन्न सम्मै छ यार उठ्नु त तिमी उठेन म उठेर के मेरो केही छैन यार तिमी उठेन पहिला आम्मा चक्री क्या खतरा यार आज त चक्रीको असली रूप देखियो भने हामी सबैजनाले पहिला त देखिन्थेन अरे हागर नगर तिमी पहिला उठेन उठ्नु नि यार एकचोटि तिमी उठेन कति भाउ खाएर फेरि एकचोटि पहिला उठ भने कि थिएन एकचोटि उठ भने जस्तो भाउ खाएर फेरि उठ्नै नमान्ने यार एकचोटि उठेपछि उठ्नु न के हुन्छ न तिमी उठेन पहिला तिमी उठेन होइन मैले तपाईँको त्यो सुरुवाल हेर्न मात्रै बुझेँ कस्तो राम्रो कुन के ब्रान्ड अलिकति ब्रान्डेड हो कि कस्तो खालको सुरुवाल रहेछ हामी गरिबमा चाहिँ यस्ता ब्रान्ड लाइँदैन तिमी उठेन पहिला मेरो त मलाई भने चक्रेलाई उठ्न भनिरहने यहाँबाट
ए मलाई तिमी उठ न पहिला तिमी उठ न चक्रे प्लिज यार एकचोटि उठ्नु न, म भोलि एउटा फुल दिउँला यार। तिमी उठ पहिला प्लिज कसैलाई भनेको थिइनँ कि एकचोटि उठ्नु न। म उठ्दैन तिमी उठे किन र भगवानी लाग्छौँ उठ्नु न, के हुन्छ र उठेर? नाटक नगर तिमी उठ न पहिला म उठेर के हाल्ने हो र यस्तो? तिमी उठ भाइ म केही छैन यार, मेरो उठेर मेरो के देखाउने हो र यार? तिमी हेर्नु पनि के छ तिमी उठेन मात्र के एकचोटि त उठ्नु। तिमी उठ पहिला हामी तपाईँको ड्रेस मात्रै हेर्न, सुरुवाल मात्रै हेर्न खोजेको कि खासमा मैले। एकचोटि उठ्नु न प्लिज। तिमी उठ न हो त्यही भएर तपाईँले केही राख्नु भएको छ अरे भित्र हो? त्यस्तो होइन छे ल एकचोटि उठ्नु त न। तिमी उठ न भाइ तिमी उठ क्या म उठेर के हाल्ने हो र? म उठेर अहिले माथि तँ नाइट हेरेर बस्छ त नाइट हेरौँ न नाइट चाक त मैले केही लगाएको छैन यार कसम। यो त कति पनि लगाइरहेछ क्या झरुको चाक चाहिँ बबाल छ त के हो झरू वाट चाक त बबाल छ त नि सानो छ ठुलै छ सानो छ यार है। तर राम्रो छ हेर्दै पाएन मैले खै दाउ त खै पछाडि फेरि त्यस टाइकीसम्म गएर छुट्लो छुट्लो सबजना ट्याटो गरौँ न दुब्ला छु कि म त्यही भएर होला होइन। खै तपाईँ उठ्नु त एकचोटि। म उठ्दैन क्या अहिले त उठाउनु मन लाग्नुलाई भयो यार। नदेखेर केही भएको थिएन, देखेपछि हेरिराख्नु मन लाग्ने रहेछ केटा। के भएर यस्तो छ? तिम्रो चाक राम्रोसँग देखेन कि मैले फेरि देखाउँदैछु फेरि उठ्नु न एकचोटि। म उठ्दैन नेक्स्ट टाइम म तपाईँलाई भन्दिनँ क्या। यो मेरो गाइस ट्याप ट्याप गरे यार सबैजना के हेरेको होला माघसँग यार कि ट्याप ट्याप तिम्रो ट्याप ट्यापै भएन क्या छ्या अचम्म यार 850 जनाको ट्याप ट्याप के हो यो? छैन त माघसँग 8 या 24 3000 त ट्याप ट्यापै हुन्छ यार। मेरोमा यहाँ के हो ट्याप ट्यापै छैन यार ट्याप ट्यापै छैन यार। ट्याप गरेर गाइस झरुको चाक हेर्नु चाक यस्तो साह्रै नगर्नु न, माया गर्नु न भन्नु त। एकचोटि रिसाउनु भएर भन्नु के न 3000 त ट्याप ट्यापै हुन्छ यार। ट्याप ट्यापै छैन यार। गाइस सबै ट्याटो गरेर लेख्छु गाइस सबैलाई मिलेर गाइस सबैलाई मिलेर केटा मान्छे भएर अझ म किन लजाएको खोइ थाहा भएन यार मलाई। सब उता हेर आमा ट्याप त उता पो भयो त यार गाइस के यार 950 जनाको 937 सबको डबल ट्याप ट्याप देखाम एकचोटि। उतापट्टि देखाउनु उतापट्टि एकचोटि देखाम त सबै ट्याप ट्याप देखाम त। पावर देखाम न पावर। नेपाली केटी पछाडि गयो गाइस 4 rows, only 4 rows, anybody just 4 rows. नेपाली हो भने 1 की पुरानी 1 की ट्याप 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 ट्याप। चाँडो चाँडो
ओन्ली 5000 पुग्यो भने चक्रेलाई मा कसम अहिलेसम्मको बब्बाल पनिसमेन्ट बब्बाल कहिले पनि बिर्सिन नसक्ने खालको पनिसमेन्ट दिन्छु कि गाइस एकचोटि डबल ट्याप ट्याप गर्नु सक्नु लाइभ सेयर गर्नुस् त सबैजना गर्नु त गाइस सबैजना बुढा बुढा त्यो टुकेर बसेको बुढा होला हैन भाडामा ल्याएको बुढा होला भाडामा ल्याएको बुढा हो कि रेल बुढा हो दुबईमा त भाडामा बुढा पाइन्छ अरे नि डबल ट्याप ट्याप बुढा गाइस डबल ट्याप ट्याप बुढा सक्री कति बोले यार जिन्दगीमा काहीँ नभएको त्यसकै बुढा रहेछ बुढा झरू सिकेन तान्यो ओ झरू झरू ओ अच्छा एक पनिशमेंट दूसरी पनिशमेंट बाथरूम में जाके मैं मतलब चलो मैं कुत्ता भगने करूंगा सब सबैले ल्याएर गरेर चाहिँ पुलिस सबैजना मिलेर आखिरी मैच हमारा चल अगर डांस करूं आइस वाला पंचन कर सकता हूँ काय आइस मेरो दुश्मन छन् हेरे दुश्मन जाल यो गीत लास्ट मन पर्यो यार मलाई खतरा राम्रो मैले बिहान पनि टोयलेट जाँदा पनि एक गीत अलि लङ टोयलेट बस्नु पर्यो टोयलेट लागेन भने एक गीत बजाइदिन्छु यार अनि अरू लास्ट मन पर्छ यार यो गीत खतरा खतरा शब्द कि होइन तर जे खतरा चक्री यार कसैले जिताउन नि यार के भएको यस्तो मजा आयो यार एकचोटि त फेरि